नमस्कार। सन्चै हुनुहुन्छ नि? एकदम आरामै हो अहिलेसम्म। यसपालि तपाईँको यो किवी फल त एकदमै राम्रो फलेको रहेछ, लोभलाग्दो। अनि के छ तपाईँको यसको आम्दानीहरू? कतिसम्म आम्दानी दिइरहेछ? अनि कति क्षेत्रफलमा चाहिँ यो किवी रोप्नु भएको छ हजुरले? यो फलाइ चाहिँ एकदम राम्रै छ। हजुर अनि यहाँनिर यसले आम्दानी पनि राम्रै गरिरहेको छ। मैले यो किवी चाहिँ सबै गरेर लगभग 3 रोपनी एरियामा रोपेको छु। यो पुरै वारपरै छ यो। हजुर हजुर यसमा चाहिँ अब मेरो के हो वर्षमा 4 देखि 5 लाखसम्मको चाहिँ कारोबार हुन्छ यो किवीबाट। हजुर अनि किवीको फल र आम्दानी भनेपछि तपाईँलाई एकदमै चित्तबुझ्दो छ। एकदम यतिको फलाइमा चाहिँ चित्त बुझाउनै पर्छ होला जस्तो लाग्छ मलाई चाहिँ। राम्रो छ। अनि यो फल कति वर्षमा चाहिँ यसले फल दिन्छ? जस्तै रोपेको कति वर्षपछि चाहिँ फल दिन्छ त यो किवी? यसले ठ्याक्कै रोपेको 3 सालमा फुल्छ। 4 वर्षदेखि एकदम फलाइ सुरु हुन्छ। अब अहिले चाहिँ 5 साल लाग्यो। हजुरले रोप्नु भएको चाहिँ यो 5 वर्ष भयो। 5 वर्ष भयो। मस्त फलाइ यो अवस्था छ। तपाईँले देखिरहनु भएको यो किवी फल चाहिँ फिलिम 7 रानीटार निवासी दीपक गुरुङले उत्पादन गरेको किवी फल हो। यदि अर्ग्यानिक किवी फल तपाईँहरूलाई पनि आवश्यक पर्छ भने चाहिँ फिलिम 7 निवासी दीपक गुरुङसँग तपाईँहरूले सम्पर्क गर्न सक्नुहुनेछ। यो फल भनेको एकदमै अर्ग्यानिक किवी फल हो। यो यस्तो कुहिएको पातहरूलाई चाहिँ यसरी सुन्ने अब यो किवीहरू बढ्ने दाना हुने यो कुहिनुबाट बच्ने हुन्छ। अनि यसबाट यसरी सफा गर्नु पनि हावा लाग्छ। त्यही भएर यसको पनिर गर्नु जरुरी छ। जहाँ जहाँ अब यो दाना लागेको ठाउँमा यसरी यसो सुकेको पातहरू बसेको हुन्छ। कुहिएर आफै भित्रबाट बस्छ। यहाँ त्यो दानाहरू पनि बढ्ने सम्भावना राम्रो हुन्छ। यस्तो अब यो फुलसुलले यसो मसिनो दाना कुहिएको हुन्छ। यो कुहिएकोलाई चाहिँ यसरी खानुपर्छ। यस्तो अब यो मसिनो कुहिएको हुन्छ। यो फुलसुलले यो कुहिएकोलाई चाहिँ यसरी फालिहाल्नुपर्छ। अब यसरी कुहिएको हुन्छ होइन। अब यो कुहिएकोलाई चाहिँ यसरी अब निकाल्दा यसरी फाल्नुपर्छ यसरी। नभए चाहिँ यो फेरि यो कुहिएको चाहिँ यो राम्रोहरूलाई पनि फेरि कुहियाउने सम्भावना हुन्छ। यो चाहिँ विकासे आरो हो रिसोल्टे। अब यो चाहिँ अब 1 साल भयो मैले ल्याएर चाहिँ एकदम राम्रो भइरहेको छ। यो चाहिँ यसको फल पनि फेरि एकदम ठुल्ठुलो हुन्छ। एकदम मजाले पाक्छ पनि। हाम्रोमा एकदम सुहाउने खालको आरो हो यो। यो चाहिँ 1 दानादेखि 2 दाना खायो भने मान्छे अगाउमा जस्तो हुन्छ। खुट्टाहरू फलफुल भएको चाहिँ सबै अर्ग्यानिक मात्रै हुन्छ। किनभने मैले चाहिँ अरू विषादीहरू कुनै मलहरू लाउँदैन कि यो एकदम म चाहिँ यहीँको अब कस्तो मलहरू युज गर्छु। म कुनै विषादीहरू